भन न ओ खैस आज चाहिँ हामीले के अरे बनाउँछ खुर्मा अरे हाम्रो मम्मीको रेसिपी खुर्मा बनाइरहेको छौँ हामीले कति यो दिस इज खुर्मा गाइज म थाहा छैन यहाँ हाले खाने खानु त्यस्तै हुन्छ यसको लागि हामीले सुरुमै देखाइसक्यौँ सुरुमा कति सुजी कति हाल्ने अरे सबै थोक आधा आधा मिसाएर बराबरी के भन्नु खोजेको तपाईँले सुजी 2 कटौरा लेखेर भन्नु न भन्नु मैदा 2 कटौरा अनि चामलको पिठो 2 कटौरा घिउ 1 ढेउवा अनि ज्वानो अनि बिरेनुन अनि मुसेर डो बनाउने सुक्खा रोटी जस्तो बनाउने तेलमा फ्राउने कि घिउमा फ्राउने तेलमा फ्राउने ए लगाइस हेरौँ है त हेलो गाइज अन्त टक्क हामीले यसरी पिठो मुसिन्छ मजासित होइन सुजी मैदा चामलको पिठो मसिनो बनाएर पिसेको होइन अनि के अरे भने घिउ ज्वानो बिरेनुन घिउ ज्वानो बिरेनुन स्वाद अनुसारको होइन कति बनाइन्छ त्यही अनुसारको सुजी होइन त्यसरी गरिन्छ अनि 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 के अरे भने के अरे भने हामी यति अनि यसलाई मुसेर कति मिनट छोड्नुपर्छ नि आधा 1 घन्टा छोडेपछि के हुन्छ नि यति छोडेर नरम हुन्छ अनि बल्ल मुस्ने उस गर्ने हो अनि बल्ल बनाउने जरा